नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। महतरीको बलुवा नगरपालिका 8 का वडा अध्यक्ष लोकेन्द्र महतोको बिहिबार मृत्यु भएको छ। बलुवा नगरपालिका प्रमुख विनोद यादवले पेट दुखेर उपचारका लागि जनकपुर लगिएको महतोको अस्पतालमै मृत्यु भएको बताए। बिहान पेट दुखेपछि उनलाई उपचारका लागि जनकपुरको रामजानकी हेल्थ केयरमा लगिएको थियो। महतोले दिउँसो 12 बजेसम्म ठिक भई खाना खाएर एकछिन हिँड्डुल समेत गरेका थिए। आधा घण्टापछि महतोले फेरि सन्चो नभएको बताएपछि पुनः सोही अस्पताल लगिएको थियो। उपचारकै क्रममा केही बेरपछि उनको मृत्यु नगर प्रमुख यादवले जानकारी दिनुभयो। माध्यमिक शिक्षा परीक्षा एसईई को प्रश्नपत्र आउट भएको प्रकरणमा संलग्न 6 जनालाई प्रहरीले सार्वजनिक गरेको छ। बिहिबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेका 6 जनालाई सप्तरीमा पत्रकार सम्मेलन गरी 2 प्रहरी अधिकारी सहित 6 जनालाई सार्वजनिक गरेको हो। प्रश्नपत्र चोरी गर्ने कार्यमा संलग्न मुख्य नाइके राजविराज नगरपालिका 10 घर भई हाल सिराहाको कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरहित, उनका दाजु विष्णुदेव सुनरहित कञ्चनरूप नगरपालिका 6 घर भई प्रहरी चौकी कल्याणपुरमै कार्यरत अर्का प्रहरी जवान दिपेन्द्र कुमार मण्डल, राजविराज 16 निवासी शिक्षक मनोज यादव, हनुमाननगर कङ्कालिनी नगरपालिका 1 निवासी राजेश यादव र उमेश यादवलाई सार्वजनिक गरिएको हो। प्रहरी साथीलाई पास गराउने तथा प्रश्नपत्र बिक्री गरेर आम्दानी पनि मग्ने गर्ने उद्देश्यले प्रश्नपत्र चोरी गर्ने काम भएको अनुसन्धानको क्रममा खुलेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले आईटी विशेषज्ञ सहयोगमा सूक्ष्म अनुसन्धान र छानबिन गरेपछि अपराधी पक्राउ गर्न सफलता हात मिलेको सीआईबी नायक प्रहरी महानिरीक्षक निरज बहादुर शाहीले बताए। निकालेको प्रक्रिया छ, त्यो चाहिँ के भइरहेको छ भने यो ब्रह्मदेव जो छ त्यो चाहिँ हाम्रो क्वार्टर मास्टर भन्छ, त्यो क्वार्टर मास्टरको सहायक भएर कहिले काम गर्छ। त्यो चौकी तपाईँलाई थाहा छ, हाम्रो चौकी पर्छ हुन्छ जम्मा 6 जना 4 जना बस्छ। सबै खाना गएको बेलामा यदि त्यो साँचो चाहिँ त्यो हलदारको त्यो ऊ छ जिप ब्याग भन्छ, तपाईँ जिप ब्यागको चेन छोडेर सरले सुन्नुभयो कि भन्नु चेन छोडेर त्यो साँचो चोरेर लगेर खोलेर अनि एकजना बाहिर बुझी बस्ने एकजना चाहिँ बसेर अनि त्यसपछि त्यो क्वेसन चाहिँ तपाईँले हेर्नु भने यसरी टाँसा छ स्टिकर, यदि आधी र खुला छ स्टिकरले टाँसा छ, यसलाई फुर्केर जब खोलेपछि क्वेसन निकाल्यो अनि फोटोभित्र पुरीभित्र हाल्यो जस्तो चाहिँ राख्यो अनि त्यसै गरेर अनि अब तपाईँले यो इन्चार्जको कति भूमिका छ भन्ने कुरा अहिलेसम्म उसैको बयानमा छ, इन्चार्जलाई थाहा छैन र यो चाहिँ चोरेर गरेको र उसले अहिलेसम्म पैसा लिएको उसको इन्ट्रेस्ट भनेको किन भन्दाखेरि चाहिँ मेरो साथीलाई चाहिँ मैले पास गराउनु गरेको हुन्छ। अनुसन्धानको क्रममा प्रहरी चौकी कल्याणपुरमा प्रश्नपत्र सुरक्षाका लागि खटिएको प्रहरी जवान सुनरहितले चौकीका प्रमुख खाना खान गएको मौका छोपी उनको ब्यागबाट प्रश्नपत्र राखिएको कोठाको साँचो चोरेर प्रश्नपत्रको फोटो खिचेको खुलेको उनले जानकारी दिए। उनीहरूले विज्ञान र सामाजिक अध्ययन विषयको प्रश्नपत्र 1000 देखि 1200 सम्म रुपैयाँ लिएर फोटोकपी समेत बिक्री वितरण गरेको अनुसन्धानको क्रममा खुलेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले 7वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री ओलीले 7वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमका विषयमा केन्द्रित भएर छलफल गर्नुभएको हो। छलफलमा मुख्यमन्त्रीहरूले आगामी आर्थिक वर्षमा प्रदेश सरकारलाई कम्तीमा 33% बजेटको व्यवस्था गर्न माग गरेका थिए। चालु आर्थिक वर्षको बजेट न्यून भएकाले त्यसलाई बढाएर आगामी आर्थिक वर्षमा कम्तीमा पनि 33% पुर्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको प्रदेश 2 का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनुभयो। प्रदेश सरकारका मुख्यमन्त्रीहरूले चालु आर्थिक वर्षको बजेट न्यून देखिएको भन्दै सङ्घीय सरकारको आलोचना गर्दै आएका थिए। जुन हिसाबले त्यो बजेट न्यून हुन गयो त्यसमा चाहिँ हाम्रो कन्सर्न के हो भने कमसेकम 33% जति बजेट यो प्रदेशले पाउनुपर्ने हो र अनि मात्र विकास देखिन्छ, अनि मात्र हामी चाहिँ अब समृद्ध नेपालको जुन सपना बोकेर अगाडि बढेका छौँ अनि मात्र हुन्छ। अब प्रदेश सरकारको पनि आफ्नो संरचनाहरू धेरै तयार भइसक्यो। तयार भइसकेपछि अब काम गर्ने अब हामीलाई पनि सजिलो छ, त्यसैले अब त्यसमा पनि दिनुपर्छ र अन्य जुन अब कसरी चाहिँ स्थानीय तह र प्रदेशको बिचमा जुन किसिमका अहिले जुन एउटा समन्वय हुन सकेको अवस्था छैन
त्यसलाई कसरी समन्वयात्मक हिसाबले लग्ने विभिन्न किसिमका जुन अब अहिले अधिकार क्षेत्रका पनि कुराहरू छन् त्यस सन्दर्भमा पनि हामी आज विस्तृत छलफल गऱ्यौँ। त्यसै गरी मुख्यमन्त्रीहरूले अन्ध्र प्रदेश समन्वय परिषद बैठकले जारी गरेको 21 बुँदे सहमति कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यान आकर्षण गराएका थिए। आन्ध्र प्रदेश समन्वय परिषदले जारी गरेको 21 बुँदे सहमति कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यान आकर्षण गराएको प्रदेश 1 का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो। छिट्टै बसेर ताकि मतलब बजेट र योजनाहरूको डुप्लिकेसन नहोस् त्यसको निम्ति चाहिँ राष्ट्रिय एउटा समन्वय परिषदको बैठक बोलाउने कुरा प्रधानमन्त्रीले गर्नुभएको छ। त्यसमा चाहिँ स्थानीय तहका प्रतिनिधिहरूको पनि त्यहाँ प्रतिनिधित्व हुन्छ। प्रदेश सरकार अनि सङ्घको चाहिँ बिचमा चाहिँ एउटा छलफल व्यवस्थित रूपमा गर्ने र आगामी नीति कायम र बजेटलाई चाहिँ त्यस हिसाबले समायोजन गर्ने ताकि डुप्लिकेसनहरू नहोस् भन्ने कुरा। जुन बारा र पर्सामा धेरै ठुलो चाहिँ धनजनको क्षति भएको छ त्यहाँको पुनर्निर्माणको कामलाई कसरी अगाडि बढाउने र राहतहरू कसरी पारदर्शी रूपमा र सबै पीडित समुदायहरूमा पुर्याउने भन्ने कुरामा पनि हामीले साझा रूपमै हामीले छलफलहरू गरेका छौँ। किनभने त्यो 2 नम्बर प्रदेशमा त्यो मानवीय क्षति भएको छ त्यो सबै प्रदेशहरूले त्यसमा चाहिँ समान ढङ्गबाटै त्यहाँको पीडालाई पनि महसुस गर्ने र साथ र सहकारी गर्ने भन्ने कुराहरू हामीले आजको चाहिँ बैठकमा गरेका छौँ। छलफलमा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमका विषयमा विस्तृत छलफल गर्न आगामी वैशाख 12 र 13 गते राष्ट्रिय समन्वय परिषदको बैठक बोलाउने योजना तय गरिएको पनि मुख्यमन्त्रीहरूलाई जानकारी गराउनु भएको थियो। प्रधानमन्त्री ओलीले प्रदेश 2 को बारा र पर्सामा आएको आँधीहुरी प्रभावित क्षेत्रको आवास निर्माणका लागि पनि सबै प्रदेशलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो। उहाँले आँधीहुरी पीडित पक्षको आवास निर्माण लगायतका राहतका विषयमा पनि प्रधानमन्त्री ओलीले आफूहरूसँग चासो र चिन्ता व्यक्त गर्नुभएको पनि प्रदेश 2 का मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो। छिटोभन्दा छिटो जो चाहिँ पीडित छन् उनीहरूलाई कसरी घर बनाएर अगाडि बढ्ने भन्ने सन्दर्भमा पनि उहाँले आफ्नो एउटा चिन्ता जाहेर गर्नुभयो र हामीले अब आउने दिनमा कसरी अगाडि बढ्ने सन्दर्भमा पनि हामी छलफल गऱ्यौँ र आउने दिनमा हामी छिटै नै त्यो कार्यक्रम उहाँहरूको घर निर्माण गर्ने सन्दर्भमा पनि हामी सँगै जाने कुरा भएछ। सङ्घीय सरकारले आँधीहुरी प्रभावित क्षेत्रमा आवास निर्माणको काम गरिदिने घोषणा गरिसकेको छ। सरकारी स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले बारा र पर्साका आँधीहुरी प्रभावितहरूका लागि 4 लाख राहत उपलब्ध गराएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बिहिबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव शिशिर कुमार ढुङ्गानालाई सो राहत रकम हस्तान्तरण गर्नुभएको हो। प्रधानमन्त्री राहत कोष मार्फत बारा र पर्साका आँधीहुरी प्रभावितहरूका लागि 4 लाख राहत रकम हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताउनुभयो। 2012-20 गतेको सञ्चालन समिति निर्णय अनुसार 2075-12-17 गते बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीमा परि ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उक्त भीषण भूमिमा परि घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य कामना सहित यस कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व स्वरूप बढाउने राहत कोषमा प्रदेश नम्बर 2 का मुख्यमन्त्री राहत कोषमा 4 लाख अक्षर 4 लाख राहत स्वरूप जम्मा गर्न एभरेस्ट बैङ्कको चेक नम्बर यति पठाएको ब्यौरा हुन्छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अध्यक्ष रहने सो कम्पनीको गत बुधबार बसेको बैठकले कम्पनीको सामाजिक उत्तरदायित्व कोषमा रहेको सो रकम बारा र पर्साको आँधीहुरी प्रभावितलाई राहत दिने निर्णय गरेको थियो। हालसम्म 3 अर्ब 9 करोड मुनाफा आर्जन गर्न सफल सो कम्पनीले राज्यलाई 1 अर्ब 65 करोड रकम बुझाइसकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले बारा र पर्साका आँधीहुरी पीडितको राहत तथा उद्धारमा कुनै कमी नरहेको दावी गर्नुभएको छ। मन्त्री बास्कोटाले पीडितका लागि आवश्यक अस्थायी प्रकृतिको खाने बस्ने औषधि उपचार गर्ने लगायतका व्यवस्था गरिएको पनि बताउनुभयो।
बिहिबार गत चैत्र 14 गते बसेको मन्त्री परिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले आँधीहुरी पीडितको उद्धार तथा राहतका कमी हुन नदिन सङ्घीय सरकारले प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न सामाजिक संस्थाहरूलाई परिचालन गरिरहेको पनि बताउनुभयो। यसमा पीडितहरूले राहत पाउने अवस्था सम्पन्न भइसकेका छ। तपाईहरु आफै पनि त्यहाँ जान सक्नुहुन्छ कि त्यसमा अहिले चाहिँ त्यो समस्या छैन। पीडितहरूले पनि तत्काल प्राप्त गर्नुपर्ने कुरा, यस्तो विपदमा प्रारम्भिक कुरा हुन्छ के? प्रारम्भिक कुरा उद्धार हो, उपचार हो र एक प्रकारले अस्थायी रूपमा घाँसबास कपासको व्यवस्था हो। अस्थायी प्रकृतिको कुरा गर्न सक्ने काम सम्पन्न भइसकेको छ र विभिन्न सङ्घ संस्थाहरू, स्वयंसेवीहरू, स्थानीय तह, प्रदेश सरकार सबै जसले त्यसमा स्वास्थ्यकर्मी, जसले स्थानीय बासिन्दा समेतले जसरी क्विक रेस्पोन्स र रेस्क्यु गर्नु हो, त्यस निम्ति सरकारले सबैलाई धन्यवाद दिएको छ। मन्त्री बास्कोटाले आँधीहुरी पीडितको धनमालको क्षतिको एकिन विवरण आएपछि पुनर्स्थापना र पुनर्वासका आवश्यक व्यवस्था सरकारले मिलाउने पनि स्पष्ट पार्नुभयो। प्रधानमन्त्री केपी ओली आफैले स्थलगत अवलोकन गरी पीडितको पुनर्वासको व्यवस्था गराउने प्रतिबद्धता जनाउनु भएको र त्यसका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको पनि मन्त्री बास्कोटाले बताउनुभयो। गत चैत्र 17 गते आइतबार साँझ आएको आँधीहुरीमा परि 12 र वर्षाका गरी 27 जनाको ज्यान गएको छ भने सयौंको संख्यामा घाइते भएका छन्। घाइतेहरूको सरकारले निशुल्क स्वास्थ्य उपचारको व्यवस्था पनि गरेको छ। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि तथा राजनीतिज्ञहरूलाई सुशासनको सन्दर्भमा नेतृत्वदायी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ। बिहिबार राजधानीमा राष्ट्रिय विकास परिषद बैठकको स्थापना समारोहलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सुशासनको सन्दर्भमा नेतृत्वदायी भूमिका निर्वाह गर्न राजनीतिज्ञ तथा जनप्रतिनिधिलाई निर्देशन दिनुभएको हो। मुलुकमा सुशासन कायम नभई विकास र समृद्धि हासिल हुन नसक्ने भन्दै उहाँले सधैँ त्यसको नेतृत्वमा बस्न आग्रह गर्नुभयो। सुशासन कायम गर्ने कुरामा सरकार दृढ र प्रतिबद्ध रहेको भन्दै उहाँले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा सहजता र सक्रियता साथ लाग्न पनि आग्रह गर्नुभयो। राजनीतिक मापदण्डबाट, आर्थिक मापदण्डबाट, सामाजिक न्याय र समानताको, सामाजिक जागरण र उत्थानको, सामाजिक विकासको, सामाजिक सभ्यताको, मानव विकास सूचकाङ्कको, मानव अधिकारका प्रश्नको, वातावरणीय सजगता र सन्तुलनको, यी सबै कुरामा सांस्कृतिक चेतनाको हरेक मापदण्डबाट उत्कृष्ट प्रणाली, समृद्धिमा न्याय मिसाएपछि समाजवाद हुन्छ। समाजवाद समृद्धिमा न्याय मिसाउने हो। समृद्धिसँग न्याय उपलब्ध छ भने समाजवाद हुन्छ। समृद्धिसँग सामाजिक न्याय र समानता उपलब्ध छ भने समाजको एउटा हिस्सा एउटा तबकाको निम्ति होइन, ठुलो हिस्सा र ठुलो तबकाको निम्ति मात्रै पनि होइन, अधिकांश जनताको, अत्यधिक अधिकांश जनताको निम्ति मात्रै होइन, सम्पूर्ण जनताको निम्ति जीवनमा परिवर्तन ल्याउने सर्वोत्कृष्ट प्रणाली। र यो कुरा आगामी 25 वर्षभित्र विक्रम सम्वतको यो शताब्दी भित्र हामी त्यो उत्कृष्ट समाजवाद, त्यो गरिब चाहिँ हुँदैन।
नेपाल सरकारका सबै तह परिचालन नभइकन मुलुकले स्पष्ट रूपमा विकास र समृद्धिको लक्ष्य हासिल गर्न नसक्ने भन्दै उहाँले प्रदेश र स्थानीय तहलाई निष्क्रिय निर्भावी बनाइयो भन्ने कुरा गलत भएको टिप्पणी गर्नुभयो। बैठकले तय गरेको योजनाहरू परिवर्तित सन्दर्भमा विशेष गरी स्थितिमा मुलुकको अवस्था स्थिति पहिचान परिचय बदल्ने योजना भएको भन्दै उहाँले यसले आगामी आर्थिक वर्षको वार्षिक योजना र बजेटलाई पनि प्रभावित गर्ने बताउनुभयो। जनताको जनविश्वस्त परिवर्तन पूर्वाधार विकासको क्षेत्रमा गरिबी हटाउने काम 15औं योजनाको अघिल्लो चरणमा नै भइसक्ने दाबी उहाँले गर्नुभयो। त्यसको फिटिङ कस्तो छ त्यो अलिकति अभ्यस्त भइसकेर त्यो अब ठिकमा छ है भन्ने भएपछि मात्रै लामो बाटो लानुपर्छ भन्ने चलन हुन्छ ड्राइभरहरूको। उनीहरूले पहिले छोटो बाटोमा अलिकति हिँडाएर त्यो सबै चुस्त दुरुस्त छ ठिक छ भनेपछि मात्रै लामो बाटोमा लान्छ। सुरुमा नयाँमा राम्रै कुनै चिज छ भने पनि नयाँमा त्यो राम्ररी चलिसकेका हुँदैन, राम्ररी त्यसले गति लिन सकिराखेका हुँदैन। त्यसकारण हाम्रो त्यस्ता प्रकारका केही समस्याहरू होलान्, त्यसलाई चाहिँ एकदम बढाइ चढाइकन बुझ्नु, नयाँपनमा केही नमिलेका कुराहरूलाई बढाइ चढाइकन बुझ्नु उचित हुँदैन। त्यसकारण हामीले यसलाई सन्तुलित ढङ्गले अगाडि लिएर जान्छौँ। पञ्चवर्षीय योजनाले 5 वर्षभित्र सबै क्षेत्रका गरिबीलाई समाप्त गरी समग्र राष्ट्रिय उत्पादनमा कम्तीमा 50% वृद्धि गरेको हुनुपर्ने तर्क प्रधानमन्त्रीले गर्नुभयो। आगामी 25 वर्षभित्र सबैको जीवनमा परिवर्तन ल्याउने सर्वोत्कृष्ट प्रणाली स्थापित गरी समग्र समृद्धिलाई हासिल गरेको अवस्थामा मुलुकलाई पुर्याउने गरी बैठकले योजना बनाएको दाबी उहाँले गर्नुभयो। चिन्तित छैनौँ, गरिबीको सम्बन्धमा छौँ, गरिबी हट्न पर्दछ। आधारभूत आवश्यकता यस पञ्चवर्षीय योजनाभित्र हाम्रा आधारभूत आवश्यकताहरू परिपूर्ति हुनुपर्छ। ग्याप त अलिकति रहन्छ, अहिले ग्याप मेटाउने हतार होइन, गरिबी हटाउने हतार हो। हामीलाई यो हामीले बुझ्नुपर्छ। गरिबी हटाउने मुख्य जोड हाम्रो ग्याप हटाउने अथवा ग्यापको सम्बन्धमा चिन्ता गर्ने होइन, गरिबीको चिन्ता गर्ने र गरिबी हटाउने हाम्रो अहिलेको मुख्य नीति हो। बैठकले दीर्घकालीन सोच सहितको 15औं योजना अब 2076, 77, 2080, 81 लाई सुझाव सहित पास गरेको छ। बैठकबाट पारित योजनालाई मन्त्री परिषदले अन्तिम रूप दिएर पारित गर्नेछ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजस्वको बाँडफाँड र एकल अधिकार स्थानीय तहमा गइसकेकाले स्थानीय सरकार र प्रदेश सरकारलाई न्यायिकता र प्रगतिशील कर प्रणालीभित्र रहेर राजस्व सङ्कलन गर्न सुझाव दिनुभएको छ। बिहिबार राजधानीमा राष्ट्रिय विकास परिषद बैठकको समापन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले राजस्व सङ्कलन गर्दा वित्तीय व्यवस्थापन, आर्थिक अनुशासन र पारदर्शितामा पनि उचित ध्यान दिन आग्रह गर्नुभयो। दीर्घकालीनसम्म विदेश अनुदान दिने राष्ट्रको रूपमा मुलुक रहने नहुने भन्दै उहाँले योजना तथा दृष्टिकोण कार्यान्वयनमा लैजान सबै तहका सरकार प्रतिनिधिलाई आग्रह गर्नुभयो। योजनाको प्राथमिकता, रणनीति र उद्देश्य हासिल गर्नका लागि गरिने तत्परताले योजना कार्यान्वयनको पक्षमा प्रभाव राख्ने भएकाले योजना बस्ने तर कार्यान्वयन नहुने भन्ने गुनासो हुन नदिन गरी कार्यान्वयनमा तत्परता देखाउनतर्फ सचेत बन्न पनि उहाँले आग्रह गर्नुभयो। विगतमा अनिवार्य दायित्वका रूपमा सृजना भएका दायित्व तल नपठाइएकाले स्थानीय र प्रदेश सरकारलाई स्थानीय रूपमा सृजित दायित्व पूरा गर्न सहज भएको टिप्पणी उहाँले गर्नुभयो। त्यति धेरै फेरबदल गर्नु पर्दैन होला, तर 25 वर्ष दृष्टिकोण चाहिँ गतिशील दस्तावेज हो। हामीले हाम्रा उपलब्धिका अवस्थाहरू र हामीले छिटो प्रगति गर्न सकेका अवस्थामा ती उद्देश्यहरूलाई अझ अगाडि परिवर्तित गर्दै लैजानुपर्ने र पछाडि परेका क्षेत्रहरूमा थप रणनीतिक कदमहरू चालेर कार्यान्वयनमा अघि बढाउनु पर्ने हुन्छ। त्यसो हुनाले 25 वर्ष दृष्टिकोणलाई चाहिँ एउटा गतिशील दस्तावेजको रूपमा हामीले कार्यान्वयन गर्दै र त्यसका आवधिक रूपमा त्यसको विश्लेषण समीक्षा गर्दै परिमार्जित गर्दै जानुपर्ने हुन्छ। अहिलेको 21औं शताब्दीमा 25 वर्षको समय भनेको अत्यन्त लामो हुन्छ।
विज्ञान प्रविधिले मार्ने फड्को, सूचना प्रविधि त्यसभित्र त्यसले मार्ने फड्को, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धहरू, क्षेत्रीय सम्बन्धहरूमा भइराख्ने परिवर्तनहरू र कतिपय इनोभेटिभ नवपरिवर्तनकारी कुराहरू हुँदै जाँदाखेरि हामीले हाम्रा रणनीतिहरू पनि फेर्दै जानुपर्ने हुन्छ। त्यसो हुनाले हामीले 25 वर्षीय दृष्टिकोणलाई एउटा रणनीतिक र परिवर्तनशील गतिशील दस्तावेजको रूपमा लिएर जानुपर्ने हुन्छ र त्यही नै व्यावहारिक पनि हुन्छ। पन्ध्रौं योजनाको आधारपत्र र 25 वर्षीय दृष्टिकोण गतिशील दस्तावेज भएकाले परिमार्जन गर्दै कार्यान्वयनमा अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो। उहाँले बजेट प्रस्तुत हुन अगाडि नै योजनाको आधारपत्र र 25 वर्षीय दृष्टिकोणलाई अन्तिम रूप दिने आग्रह गर्नुभयो। राष्ट्रिय योजना आयोगले तयार पारेको मुलुकको आर्थिक विकासको पञ्चवर्ष योजनाको आधारपत्र पारित गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा 2 दिनसम्म बसेको राष्ट्रिय विकास परिषद बैठकले मुलुकको आर्थिक विकासको पञ्चवर्षीय योजनाको आधारपत्र पारित गरेको हो। 5 वर्षभित्र मुलुकको आर्थिक वृद्धि दर 9.6% पुर्याउने लक्ष्यसहित सो योजनाको आधारपत्र पारित गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले जानकारी दिनुभयो। बिहिबार सम्पन्न परिषद बैठकका निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उहाँले गरिबीको प्रतिशतलाई दोब्बर घटाउने लक्ष्य पनि लिएको बताउनुभयो। .4%बाट घटाएर 5 वर्षभित्र 4%मा पुर्याउने लक्ष्य निर्धारण गरिएको छ। उपाध्यक्ष कँडेलले गरिबी घटाउन र बेरोजगारीको दर न्यून बनाउन पूर्वाधार जलविद्युत विकासमा विशेष जोड दिने योजना तय गरेको पनि बताउनुभयो। संसदीय सुनवाई विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस 5 जना न्यायाधीश विरुद्ध उजुरी आह्वान गरेको छ। समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको 5 जना न्यायाधीश विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। गत चैत्र 18 गते सोमबार बसेको न्याय परिषद बैठकले पूर्व महान्यायाधिवक्ता हरि फुइँयाल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश डुङ्गाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुषमालता माथेमा र अधिवक्ता मनोज कुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। प्रस्तावित सर्वोच्च अदालत 5 जना न्यायाधीशको सुनवाईका लागि उजुरी आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। सरकारी सञ्चारका माध्यमहरूमार्फत सूचना सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन दिन्छु। माननीय सदस्यहरू, समितिको बैठक अर्को सूचना भएपछि बस्ने गरी आजको बैठक स्थगित समितिले 10 दिनभित्र आह्वान गरेको उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशहरूको सुनवाई गर्नेछ। संसदीय सुनवाई विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशहरू राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पुँजी बजारमा पनि विदेशी लगानी भित्र्याउने योजना अघि सार्नु भएको छ। अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पुँजी बजारमा विदेश लगानी भित्र्याउन लागि पनि स्पष्ट पार्नुभयो। बिहिबारबाट काठमाडौँमा सुरु भएको दक्षिण एसियाली लेखा व्यवसायी महासङ्घको सम्मेलनको उद्घाटन गर्दै उहाँले पुँजी बजारको विस्तार र यसको खुलापनको लागि दक्षिण एसियाली राष्ट्रिय अलिपछि परेको उल्लेख गर्दै त्यसमा पनि विदेशी लगानी आवश्यक रहेको तर्क पनि गर्नुभयो। अर्थमन्त्री खतिवडाले नेपालसहित दक्षिण एसियाली मुलुकहरूले विदेशी लगानी आकर्षित गरिरहेका उल्लेख गर्दै नेपालको पनि जल विद्युत क्षेत्र विदेशी लगानीको लागि आकर्षणको केन्द्र बन्दै गएको पनि जानकारी दिनुभयो। I know South Asia is a bit reluctant to open up the stock market, the capital market, because of its evolving nature of financial reforms. But over time, I would say that the market should also be open to external investors in different forms, maybe to begin with the institutional investors, but this kind of integration to global financial markets are eventually to come. We are only looking for the capacity
and then the regulatory norms to be set on that. So this is a gradually moving process. Along with banking, the insurance industry is growing very fast, and then I think the physical protection or risk management of the investment would depend on how efficient and how cost effective is the insurance sector. So the depending of the insurance sector is one important aspect to see that the Nepal, and for that matter also the region, is improving on business and investment aspects. Some of the issues that investors often raise is whether the country has a capacity to provide foreign exchange to repatriate their sales proceeds or their income or their dividends or the salaries of their staffs. South Asia, I think, is comfortable also in that aspect. To talk to Nepal, we are comfortable with our reserves being able to finance about 9 months of commodity imports. अर्थमन्त्री खतिवडाले नेपाल लगानीका लागि उपयुक्त थलो रहेको पनि दोहोर्याउनुभयो। उहाँले लेखा परीक्षणको कामलाई स्तरोन्नति गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। 3 दिने सो सम्मेलनमा आर्थिक विकासका लागि आवश्यक लेखा प्रणालीका विविध विषयमा छलफल हुने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स आइक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले जानकारी दिनुभयो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ उपत्यकालाई प्रदूषण मुक्त बनाउने घोषणा गर्नुभएको छ। प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको काममा समर्पित भएर लाग्न पनि ट्राफिक प्रहरीहरूलाई पुनः सचेत गराउनुभयो। उहाँले ट्राफिक जामका कारण हुने प्रदूषण रोक्न सम्बन्धित स्थानीय तह पनि जागरुक हुनुपर्ने आवश्यकता औल्याउनुभयो। बिहिबार काठमाडौँमा आयोजित ट्राफिक एक्सन टिम कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन सबैलाई सहयोग गर्न पनि आह्वान गर्नुभयो। सबै पक्षले कुनै पनि प्रशासनिक निर्णयहरू गरिसकेपछि त्यो निर्णयहरू कार्यान्वयन हुन्छ। सानातिना कुरा अल्झेर बस्ने कुरा हुँदैन। राम्रो काम गर्नका लागि केही रिस्क लिनुपर्ने पनि हुन्छ। माया ममताका कुराहरू कानुन सम्मत हुनुपर्छ, विधि सम्मत हुनुपर्छ। माया ममता भले कानुन सम्मत विधि सम्मतले गर्छ, तर हामी जे पनि आफूले लेखेको कुरालाई राम्रै ठान्ने, राम्रो गरौँ भन्दा फेरि अल्झो ल्याउने कामहरू चाहिँ अब हुँदैन। यी वर्षको अब लघु योजना छ, हामी यो योजनालाई त्यो योजनामै परिणत गर्दै जाने हो, गर्ने पनि हामी नै हो। प्रहरी महानिरीक्षक खनालले काठमाडौँ उपत्यकामा ट्राफिक जामको समस्या आउन नदिन सडक व्यवस्थापनको काममा काठमाडौँ महानगरपालिका, सडक विभाग लगायतका सम्बन्धित निकायले पनि आवश्यक सहयोग गर्नुपर्ने दोहोर्याउनुभयो। काठमाडौँमा नेपाल भारत फ्रेन्चाइज लगानी मेला आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घले बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी ज्येष्ठ 1 र 2 गते काठमाडौँमा सो मेला आयोजना गर्न लागि जानकारी गराएको हो। नेपालको उद्यम विकास र समृद्धिका लागि आवश्यक लगानी भारतको निजी क्षेत्रबाट पनि भित्र्याउने उद्देश्यका साथ मेला आयोजना गर्न लागि महासङ्घकी अध्यक्ष भवानी राणाले जानकारी दिनुभयो। 2 दिनसम्म चल्ने मेलामा 2 मुलुक बीचको शिक्षा, स्वास्थ्य, खाद्यान्न लगायतका क्षेत्रमा गर्ने लगानीका विषयमा विस्तृत छलफल हुनेछ। नेपाल उद्योगबाट साना कार्यबाट गर्न सक्छ, फ्रेन्चाइजी ल्याउन सकिन्छ भन्ने किसिमले चाहिँ हामीले यो एक्सको जेठको 1 र 2 मा चाहिँ भारतीय राजदूतावाससँग मिलेर चाहिँ हामी यो कार्य अगाडि बढाइरहेको छौँ र यसमा 2 दिनको कार्यक्रम हुन्छ र 2 दिनको कार्यक्रममा फर्स्ट डे चाहिँ हामी इनोग्रेसन गरेर यसको बारेमा केही कुराहरू राख्छौँ भने हामीले एक्सपर्ट्सहरूलाई पनि बोलाएर विभिन्न सेसन्सहरू पनि हामीले डिजाइन गरेका छौँ र 2-3वटा सेसनमा चाहिँ कसरी हामी यो लिङ्क गर्न सकिन्छ त बिजनेस इन्भेस्टमेन्टलाई भन्ने कुराहरू, एन्टरप्राइज डेभलपमेन्टका कुराहरू र सँगसँगै चाहिँ B2B मिटिङहरू र कसैले चाहिँ त्यो फ्रेन्चाइजहरू चाहियो भने या जोइन्ट इन्भेस्ट गर्न चाह्यो भने इन्भेस्टमेन्ट तिनीहरूको B2B मिटिङहरू पनि अरेन्ज गरेर हामीले चाहिँ 1 दिन 2 डेजमा चाहिँ हाम्रो यो कार्यक्रम सिद्धिन्छ। डेट 1 र 2 गते महासङ्घले मेलामा भारतीय उद्योगीहरूले आफ्नो उत्पादनहरू प्रदर्शन गर्नेछन् भने नेपालले पनि भारतीय बजारमा लैजाने ब्रान्डहरूको प्रदर्शन गर्ने जनाएको छ। भारतको निजी क्षेत्रले नेपालको होटल, व्यवसाय, शिक्षा र स्वास्थ्यको क्षेत्रमा संयुक्त लगानी गर्ने चासो राख्दै आएको छ। महासङ्घ र नेपाल स्थित भारतीय दूतावासको संयुक्त आयोजना गर्न लागि मेलाले नेपालमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउन सघाउ पुर्याउने अपेक्षा गरिएको छ। लागु औषधको
ट्रान्जिट पोइन्टको रूपमा रहेको हेटौडाबाट प्रहरले लागु औषध गाजा र सिरिन सहित 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिवासका 36 वर्षीय रामजस यादव र 19 वर्षीय उज्जवल गुम्छाने मगर तथा चितवन राप्ती नगरपालिका 4 का 37 वर्षीय लक्ष्यबहादुर राई छन्। उनीहरूलाई बिहिबार पत्रकार सम्मेलन गर्दै मकवानपुर प्रहरले सार्वजनिक गरेको हो। प्रहरले हेटौडा 3 पाकेबाट हेटौडातर्फ आउँदै गरेको ना 3 ख 3769 नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा 212 किलो गाँजा सहित महोत्तरी बर्दिवासका यादव र 19 वर्षीय मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिनुभयो। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन समाचार। नमस्कार।